नेपाली क्रिकेट टोलीका लागि हालै सकिएको नेदरल्यान्ड भ्रमण अत्यन्तै निराशजनक बनेको छ। नेदरल्यान्डमा बेहोरेको 4 खेलको हारले अब नेपालको मुख्य लक्ष्य शीर्ष 4 होइन ओडिआई मान्यता जोगाउनेमा सीमित गरिदिएको छ। अब लिग 2मा नेपालले अक्टोबरमा ओमान र क्यानाडा विरुद्ध केवल 4 खेल खेल्न बाँकी छ। यदि नेपालले सोझै शीर्ष 6 भित्र रहेर आगामी 4 वर्षका लागि ओडिआई मान्यता सुरक्षित गर्ने हो भने यी अन्तिम 4 खेल जित्नै पर्ने दबाव छ। अन्यथा टोलीले प्लेअफको कठिन र घुमाउरो बाटो रोज्नु पर्नेछ। नेदरल्यान्ड भ्रमण नेपाली क्रिकेटका लागि एउटा गम्भीर चेतावनी पनि हो। अक्टोबरको निर्णायक खेलअघि नेपालले अस्ट्रेलियामा गएर टप एन्ड टी20 सिरिज खेल्दैछ। टी20को लयलाई पुनः 50 ओभरको ढाँचामा ढाल्दै सर्टबल विरुद्धको अभ्यास, स्ट्राइक रोटेसन र फिल्डिङ सुधारमा युद्ध स्तरमा काम गर्नुको विकल्प छैन। के यी हारबाट पाठ सिकेर अक्टोबरमा नेपालले आगामी 4 वर्षको ओडिआई भविष्य सुरक्षित गर्ला त?